यो चाहिँ तपाईहरुले पछाडी देखिराख्नु भएको जुन किसिमको भ्यू छ नि, यो चाहिँ हान्ना ओसन को लोगो हो। पहिला आज भन्दा करिब 2 वर्ष अगाडि चाहिँ यो डीएसएमई थियो। डीएसएमई बाट यो हान्ना ओसन भएको हो। हान्ना ग्रुपले चाहिँ यसको 1% शेयर अकुपाई गरेर यो हान्ना ओसनमा चेन्ज भएको छ। विशेष गरी यसले चाहिँ कोरियामा जहाजहरु, पानी जहाजहरु बनाउँछ। पानी जहाजमा पनि विशेष गरी एलएनजी, जसलाई हामी तेल बोक्ने जहाज भनेर बुझ्छौं। विशेष गरी हान्ना ओसनले चाहिँ एलएनजीहरु धेरै मात्रामा बनाउँछ र अहिले चाहिँ छुट्टीको समय हो। छुट्टीको समय भएकोले यहाँ कुनै पनि चहल पहल छैन, एकदमै शान्त छ। सटरडे सन्डे चाहिँ यहाँ अलिकति शान्तै हुन्छ। अरु दिनमा चाहिँ एकदमै बिजी हुने ठाउँ हो। यहाँ एकदमै यो पार्किङ फुल हुन्छ। पार्किङ फुल भएर यताउति गाडी टनाटन हुन्छ। यस्तै छ यहाँको सिप बिल्डिङ भित्रको यो ठाउँहरु हो। यो चाहिँ काम गर्ने ठाउँ नभएर चाहिँ अफिसहरु हो। रेस्टुरेन्टहरु, अफिसहरु रहेको ठाउँ हो। यहाँ चाहिँ विशेष गरी यो पार्किङ एरिया हो। यो चाहिँ यहाँ भित्र चाहिँ यो कम्पनी भित्र त धेरै किसिमको फेसिलिटीहरु छ। जस्तै पार्कहरु छ घुम्नलाई। 365 दिनै यहाँ भित्र बस्नेहरुलाई चाहिँ खानाको उपलब्ध छ, बिहान दिउँसो बेलुकै। त्यसपछि यो सावनाहरु, नुगाउने ठाउँहरु, जिम हल सबैको व्यवस्था रहेको छ। फुटबल खेल्ने ग्राउन्ड, भलिबल कोर्टहरु, बास्केटबल कोर्टहरु, सबै किसिमको सुविधाहरु चाहिँ यो हान्ना कम्पनीले उपलब्ध गराएको छ। र यहाँ चाहिँ धेरै नै विदेशीहरुको रोजाइ पनि भन्न सकिन्छ यो कम्पनीलाई। सानो मिनी पार्कहरु पनि छ। चट्टसँगले यहाँ पोखरीहरु, यो यस्तो किसिमको पर यो बोन्साई दामी रुख छ। यो किसिमको बनाएको छ। ठुलो फुटबल ग्राउन्ड छ। यहाँ सबै फुटबल खेल्नेहरु यहाँ फुटबल खेलिरहेछ। त्यसैगरी यहाँ एउटा हेलिप्याड पनि छ। यहाँ चाहिँ समयमा हेलिकप्टरहरु ल्यान्ड हुन्छ। हेलिकप्टरको लागि यो पेन्ट गरिएको एरिया हो भने यतापरतिर फुटबल खेल्नलाई ठुलो फुटबल ग्राउन्डहरु छ। यहाँ चाहिँ विशेष गरी छुट्टीको बेलामा विदेशी खेलाडीहरु एकदमै यहाँ फुटबल खेल्न आउने गर्दछ। यहाँको भ्यूहरु यस्तो छ। अवस्था
खेलाडी आज खेलेको छ, उसले राम्रै खेलेको म सामुदायिक वन पीडित हेर्नुहोस्, सामुदायिक वन भनेको यो हराभरा हुनुपर्ने तर केही छैन, सबैले आएर फाँडे सामुदायिक वन पीडित गरियो। बल खेलिँदैछ, हेडिङ सेडिङ हान्दाखेरि काकाले रौँ पनि झारे, बिजोग छ स्थिति। हाम्रो दाजु पनि यहाँ खेल्न भनेर आउनु भएको छ, अब खेल्नुहुन्छ उहाँले पनि भन्ने हामीले दृढ विश्वास लिएका छौँ। अनि यो हान्ना ओसनको बारेमा थोरै भनिदेऊ न त के हो? यो हान्ना ओसन भनेको कोरियाको एउटा एकदम राम्रो कम्पनी हो, पहिले चाहिँ, फेरि अहिले होइन। अब बिस्तार बिस्तार पहिलेकै लयमा फर्किन्छ कि भन्ने हामीले आशा लिएका छौँ। अहिले चाहिँ कस्तो के भएको छ र? अहिले अब टिसोटी नचल्ने, कमाइ राम्रो नहुने अवस्था छ। अनि नेपालमा भएकोलाई चाहिँ के भन्न चाहन्छौ त? लु, नेपालमा भएकोलाई त अब भाषा पढौँ, अब जे जे भए पनि जति वर्ष लाए पनि भाषा पढौँ, एकैचोटिमा हुने कुरो होइन। लाइनमा बसौँ, भाग आउँछ भन्ने कुरा अब विश्वास लिएर एकदम भाषा पढ्नका लागि आग्रह गर्दछु म। कोरिया नराम्रो होइन, आउन सक्यो भने भाषा पास गरेर। सिप बिल्डिङमा आउनु ठिक छ कि अरूमा आउनु ठिक छ? होइन, सिप पनि नराम्रो होइन, मान्छेले सिप बिल्डिङ भनेका छन्, काम इधर उधर भनेका छन्, नराम्रो होइन। काम अब यहाँ 3D कामै हो, फोहोरी कामै हो, हुन चाहिँ सबैले गर्ने पनि। आएर कम्प्युटर चलाउन यहाँ भोटेले दिँदैन, त्यही भएर अब जुनमा आउँदा पनि काम चाहिँ गर्नै पर्छ। अनि यो कोरिया र अरू युरोपियन देशहरूको कमाइमा चाहिँ कति फरक छ त केटा? के कस्तो पायो तिमीले यसो कुरो बुझ्दाखेरि? हामी युरोप गए भए बुढा, तर कोरियामा बच्न चाहिँ बच्छ है। 2 लाख रुपियाँ दाम चाहिँ बचाउन सक्छस् म्यानुफ्याक्चरमा आएको मान्छेले। जान रक्सी तरुनी मसाजी जानुभयो होइन, त्यही हो। त्यही होइन त कुरो त्यही हो, मिलाएर बुझौँ। एकमुष्टमा त्यही हो कुरो, एकमुष्टमा त्यही। नराम्रो चाहिँ छैन। नराम्रो त कहाँ पाएर भन्नु, कोरिया हामी 20,000 नकमाउनेले आएर 2 लाख कमाउनु नराम्रो भन्न मिल्यो? ल त ल ल ल ल धन्यवाद। ल।